हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी चारजना साथीहरूसँग खेङ्गिदो फोछन्सी हाम्रो नजिकै रहेको होसुमा घुम्न आएको छौँ। तालमा घुम्न आएको छौँ। अनि हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ? आई होप सबैजना सन्चै राम्रै हुनुहुन्छ होला। म पनि सन्चै राम्रै छु। अनि यहाँनिर कस्तो छ यहाँको म भ्यूहरू हजुरहरूलाई भिडियो मार्फत देखाउने प्रयास गर्नेछु। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला। अनि मेरो अलिकति सोइलिङ भएको देखिरह होला। मेरो चाहिँ अलिकति आँखामा प्रब्लम आएको छ, 2-3 दिन भयो। फिलिङ बेटर पहिलाभन्दा सन्चो हुँदैछ। अनि आज चाहिँ मौसमको कुरा गर्ने हो भने चाहिँ बिहान चाहिँ त्यस्तो घाम लागेको थिएन। घाम त अहिले पनि लागेको छैन। बिहान पानी पनि परेको थियो, रातिदेखि पानी परिरहेको थियो। अहिले चाहिँ पानी चाहिँ परेको छैन, रोकियो पानी चाहिँ। अनि पानी पर्ला जस्तो पनि छ, अँधेरो पनि छ। तर मौसम चाहिँ एकदम शीतल, रमाइलो, राम्रो छ। अनि यहाँ मान्छेहरू धेरैजना घुम्न आउनुभएको छ यहाँनिर। यो चाहिँ हाम्रोबाट नजिकै हो, तर म यहाँ चाहिँ पहिलोचोटि नै आएको हो, पहिला चाहिँ आएको थिएन। अनि हाम्रो यतातिर फोछान एरियामा चाहिँ यहाँ चाहिँ ओएसिस होस् है। मैले नाम पनि अलि अघि मुखमा ठ्याक्कै आएन भिडियो स्टार्ट गर्दाखेरि, त्यही भएर मैले नाम चाहिँ लिन सकिनँ। अनि त्यसपछि अहिले चाहिँ हामी चारजना, दीपक, दिपेन्द्र, लोक भाइ, अनि त्यसपछि म चारजना छौँ। के अरे लोक भाइलाई र दिपकलाई चाहिँ मैले पहिलाको भिडियोमा पनि हामीसँगै घुम्न गएको थियौँ नामी आइल्यान्ड। अनि दिपेन्द्र चाहिँ मेरो भिडियोमा पहिलोचोटि हो। म उनीहरूलाई नि इन्ट्रोड्युस गराउँछु। अहिले यहाँ पनि यहाँनिर फोटो खिच्दैछन्, मैले देखाउँछु। फोटो खिच्दैछन्। अनि अरूहरू पनि धेरैजना आउनुभएको छ। अनि यो वरिपरि चाहिँ एकदम कफी सप चाहिँ एकदमै धेरै छ। अनि यहाँको भ्यूहरू कस्तो छ म हजुरलाई त्यो पनि देखाउँछु है त। अहिले यहाँ फोटो खिच्दैछन्, पोज सिक्दैछु म पनि, पोज क्यामेराम्यान। मैले यहाँ इन्ट्रोड्युस गराउनलाई, हेलो दिपेन्द्र, वेलकम टु माई लाइफ। मलाई फर्स्ट टाइम स्वागत छ। केही भन, मेरो च्यानलमा स्वागत छ। ल धन्यवाद त्यसको लागि। अनि मेरो च्यानललाई सब्सक्राइब गर्न पनि भनिदेऊ। अनु ब्लगमा सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच। थ्याङ्क यू दिपेन्द्र। अनि उनीहरू चाहिँ बिजी नै छन्, मैले त्यही भएर उनीहरूसँग कुरा गर्न चाहिँ पाएको छैन। भएन फोटो अझै, सरी मैले डिस्टर्ब गरेछु क्यामेरामा, त्यही भएर म यता आएँ। त्यति बेलासम्म म यता ब्याकतिरको भ्यू हजुरलाई देखाउँछु। यहाँ तल हिँड्न पाउँछ होला नि, हामी त्यहाँ जाऊँ न। यहाँबाट यसरी झरेर यहाँबाट यसरी छेउछाउमा हिँड्न जानु पर्ला। फोटो खिच्ने कसरी हो त्यहाँ सिक्नु है गाइज, हजुरहरूलाई पनि काम लाग्न सक्छ। चिसो भयो, जाडो हावा चलिरहेको रहेछ। अनि चिसै भयो अहिले त। ल हेलो दीपक, हेलो, वेलकम टु माई लाइफ। हेलो भाइ, नेपाल। आफ्टर लङ टाइम आज हामी यो एउटा ताल छ, विशेष ताल छ हाम्रो, यो हाम्रो लेकतिरको ताल जस्तै रमाइलो छ हिँड्दै। मौसमले पनि त्यस्तै च्यालेन्ज एकदमै रमाइलो, मौसमले पनि च्यालेन्ज गरिरहेको छ एकदमै। अनि त्यसपछि हामी चाहिँ दुईजनासँग चाहिँ हामी कहिले अटममा त्यो के भन्छ त्यो भन्न नि आएन ठ्याक्कै। त्यो त्यति बेला चाहिँ घुम्न गएको थियौँ हामीसँगै। अनि त्यसपछि लोक भाइसँग चाहिँ त्यसपछि चाहिँ पहिलोचोटि भेट भएको। दिपकसँग त भेटघाट भइरहेको हुन्छ। अनि दिपेन्द्रसँग पनि धेरै पछि भेट भयो, एकदम खुसी भइरहेछ। अनि हामी सङ्गरीमा भेट भएको थियौँ। अनि एक्कासी प्लान बनाएर यता जाऊँ भन्ने प्लान बनाएर अहिले यता आएको छौँ। एकदमै रमाइलो छ, तर हावा चलेर चिसो चाहिँ छ, जाडै छ, त्यही पनि रमाइलो भइरहेछ। अनि हामी यहाँ तलतिर जान्छौँ। अनि म त्यहाँबाट पनि भिडियोहरू लिने प्रयास गर्नेछु है त।
कुमोस होइछ के नाम अनि साँझमा चाहिँ सायद यो लाइटिङहरू हुन्छ होला यता भिडियोमा हेर्दै भन न त मैले भनिसकेँ जे भन्नु थियो त्यो साँझमा चाहिँ यो बत्तीहरू देख्न सक्नुहुन्छ यो बत्तीहरू चाहिँ एकदम झिलिमिली थरीको बत्तीहरू पनि बल्छ साँझको टाइममा देख्न सक्नुहुन्छ अनि पार्क छ यहाँ एक्सर्साइज गर्नको लागि पनि अहिले हामी कहाँ जाँदैछौँ कतातिरको जाँदै अब यहाँबाट फेरि भाइ चाहिँ पहिला नै आइसकेको रहेछ अनि त्यही भएर भाइले चाहिँ हामीलाई गाइड गर्दैछ यहाँ घुम्नलाई हामी चाहिँ बिचबाट छिर्न लागेको थियौँ अनि छेउबाट सबै घुमेर जाउँ भनेर चाहिँ आइसकेको मान्छेलाई हामी फलो गरेर गइरहेको छौँ हामी अगाडि गइसक्यौँ त्यही हो अरू के हुन्छ हाम्रो दिपेन्द्र भाइले भिडियो बनाउँदैछ सबै देखाउनेछन् हजुरहरूलाई देख्न सक्नुहुन्छ टिकटक बन्दैछ यहाँ टिकटक बनाउन लाग्यो बिहान द सिन खिच्दिउँ न कस्तो छ राम्रो छ ठाउँ ओके ल बिहाइन्ड द सिन टिकटक देख्न सक्नुहुन्छ बिहाइन्ड द सिन गाइज हेर्नु टिकटक कसरी बन्छ भन्ने कुरा यहाँ कुन गीत गेस गर्नु गीत पनि गेस गर्ने कुन गीतमा डान्स आयो भनेर ताली हान्दिन आउनु नाच अब ताली बजाइन्छ टिकटक बजाउँदाखेरि ताली बजाउनु पर्ने रहेछ मलाई पहिलोचोटि थाहा भयो अब ताली बजाएपछि मात्रै नाच्छन् हाम्रो लोक भाइ ओके अब मैले त भिडियो गराउनु पर्यो दुईजना बिजी छन् दुईजना एउटा भिडियोग्राफर एउटा दुइटै भिडियोग्राफर भन्नु पर्यो यो झोलामा चाहिँ मेरो बुक छ है भोलि पढ्नको लागि मैले आजदेखि बुक बोकेर हिँडेको छु आज दिपककोमा बस्ने भनेर बुक पनि आजदेखि तयारी गरेर हिँडेको दादाले हिजो आएर कसले माछा पनि छ होला यहाँको यो तालको मेन विशेषता भनेको कि दाइ यही हो कि यसरी छेउछाउमा बिहान बेलुकातिर मेरो मोबाइल अफ भइसकेको छ कस्तो 3% जाँदैछ तिमीसँग धेरैपछि भेट भयो नि हामी त्यो घुम्न गएदेखि त भेट गर्न सायद भयो छैन भयो नि त्यो अटनमा त 5 भन्ने जग्गामा होइन खै के भयो डल्फिन यो आर्टहरू सबैको काफी नचला भनेको काम इमर्जेन्सीको थाहा माछा छ नि हो
यिनीहरू त नभए पनि नेचुरल केही आफ्नो केही नभए पनि पुरै नेचुरल तरिकाले पुरै गराउने क्या हेर्न लायक हाम्रो के हो नेचुरल छ त्यस्तो राम्रो सुन्दर छ त्यही पनि त्यो गराउन सके छैन फेवाताललाई त्यत्तिकै त्यही त वरिपरि बार लगाएर त्यहाँ चाहिँ माथि बनाउँछ यहाँबाट पनि फोटो खिच्नु होला फोटो टेकअप हालौँ एकचोटि हुन्छ हजुर दाजुभाइहरू सबैजना हुनुहुन्छ उहाँ मेरो भाइ हुन्छ हेलो हेलो नमस्ते एभ्रिवान म अनुप सापकोटा यस्तो राम्रो फुलहरू छ अनि यो चाहिँ सबै काठको छ यो हिँड्नको लागि चाहिँ वारिपारी सबै काठको एकदम रमाइलो छ यहाँ त कस्तो के अरे कमलको फुल फुल्न लाग्यो जस्तो कस्तो कोपिला लागेको यो के हो यो सानो सानो ए हो च्यापी जस्तै छ तर त्यो यहाँ क्यामेरामा चाहिँ राम्रोसँग क्याप्चर भयो नि तर कस्तो कमलको फुल जस्तो कोपिला लाग्यो जस्तो देखेको है दामी फुलै हो यो आफै झरेर आफै यो फुल नै बाँकी रहेछ कोपिला मात्रै छ अनि यो पनि फुल नै हो यो ठुलो मैले बाहिरबाटै खिच्दैछु खोमोरी 691 यो चाहिँ एड्रेस है यहाँको खोमोरी भन्ने ठाउँमा आजै चस्मा नल्याएर आएको आजै फोटो खिच्नु परेको भन्ने जस्तो भइरहेछ दामी राम्रो आउँछ वा कस्तो राम्रो देखेको यहाँ भित्र बसेर फोटो खिच्ने होला सायद यहाँ धेरै छ ठाउँहरू त्यो चेयरहरूमा के लेखेछ थुर खाजी मासियो होइन त्यो यस्तो पुस्करको भित्र चाहिँ नजानु हो यो यहाँबाट भित्र चाहिँ नजाने भन्न खोजेको हो कि ओ यो त्यहाँबाट यहाँ नर्मली बस्न त मिल्छ यहाँ फोटोसुट हुँदैछ मलाई चाहिँ खासमा भन्नुपर्दा फोटो खिच्ने राम्रो आउँदैन भिडियो बनाउने राम्रो आउँदैन दुईजना चाहिँ खतरा खानु यो दिपेन्द्र भाइ उयो दिपेन्द्र भाइ र लोक भाइ यिनीहरू चाहिँ राम्रो फोटो खिच्छन् भिडियो पनि बनाउँछन् दिपक र म चाहिँ फोटो खिच्न लगाउनेवालामा पर्छौँ राम्रो आउँदैन एङ्गलबाट खिच्दैछन् है त अब हामी एकछिन यहाँ बस्छौँ अनि फोटो खिच्छौँ है त गाइज मौसम राम्रो छ नि घुम्ने दिनै छ एउटा फोटोग्राफरले अर्को फोटोग्राफरको फोटो खिचेको है यो खासमा दुईटा बनाउँदैछु भ्लग मेरो यहाँ अहिले याड आयो याड भन्छ होइन यसलाई अर्को फोटोग्राफरले अर्को फोटोग्राफरको फोटो खिचेको है उनीहरू चेन्ज गरी खिचिरहेको अर्काको फोटो एकदम राम्रो फोटोग्राफर है दुईजना यदि हजुरहरूलाई पनि राम्रो फोटो खिच्नु छ भने चाहिँ उहाँहरूलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ र उहाँहरूले छिट्टै नेपालमा गएर आफ्नो फोटो स्टुडियो खोल्दै हुनुहुन्छ है दुईजना अनि उहाँहरूको नम्बर चाहिन्छ भने चाहिँ मलाई मेसेज गर्नु है त गाइज हेर्नु कसरी हो फोटो खिच्ने कसरी खिचिरहेछन् भनेर दामी अनि अडियन्स हेरेर बस्यो दिपकले भयो हिँड जाम तल अब फोटो खिच्न पाएपछि अरू केही चाहिँदैन अहिलेसम्म हामीले ग्यालरीमा चेक गऱ्यो भने झन्डै 400-500 फोटो पुग्यो होला 4 जनाको तर मेरो चाहिँ त्यस्तो धेरै फोटो छैन उनीहरू दुईटा हो फोटो धेरै खिच्नेमा चाहिँ उनीहरू पर्छन् अनि जेस ओभरअल मैले यहाँ देखाइसकेँ हामी चाहिँ घुम्दैछौँ अझै के हुन्छ म त्यो पनि फेरि देखाउँछु है त गाइस अनि मलाई यो कस्तो देखेको छ त्यो पनि भन्न नबिर्सिनु होला यदि मलाई राम्रो देखेको छ भने चाहिँ म गर्मी बेलामा यो यस्तै किन्छु तर यो मेरो होइन भाइको हो अनि अहिले चाहिँ लगाएँ मैले अनि त्यही हो ओभरअल अनि मैले ब्याग पनि बोकिरहेको छु मैले अघि पनि भनिसकेँ यो चाहिँ मेरो ब्यागमा बुक छ मेरो भोलि क्लास छ त्यही भएर आजैदेखि तयारी गरेर पढाइ पनि नछुटोस् घुमघाम पनि होस् भन्ने हिसाबले
झोला बोकेर हिँडिरहेको छु आजैदेखि। त्यही मैले दिपकलाई खोजिरहेको थिएँ, उहाँ गएर बसेछ। अनि अब पुग्यो फोटो खिचेर। तिम्रो खिच्नै बाँकी हो अझै? ए हो, ल ल ल। समीर भट्टको के अरे विराज भट्टको नयाँ मुभीमा 13 गाउँको हिरो उहाँ हुनुहुन्छ है त गाइज, हेर्नु। अनि यहाँ हाम्रो कोरियन आन्टीहरूले पनि फोटो खिच्दै हुनुहुन्छ त्यहाँ भित्रभित्र गएर। उहाँहरूले पनि अहिलेसम्म त 5-7 सय फोटो खिच्नु भयो होला। यो एभ्री चेयरमा बसेर फोटो हामी आउनुभन्दा अगाडिदेखि फोटो खिचिराख्नु भएको थियो। यता 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 त्यहाँ पुग्नु भएछ धेरैजना। अनि कफी सप के भयो तिमीलाई? निन्द्रा लाग्यो हजुर? ए होइन, ठिकै छ। मेरो सम्पत्ति हरायो भने के गर्नु फेरि अहिले झोला। तिमी किन अपसेट देखेछौ त? छैनौ? ल तिमी चाहिँ दिपक चाहिँ सुत्ने भनेको थियो अरे, बिहानदेखि प्लान थियो अरे, तर हाम्रो लोक भाइ आएर डिस्टर्ब गरेछन् पहिला। अनि अहिले चाहिँ हामी घुम्न आएको छौँ। सुताइ त्यस्तै हो, अब भोलि पर्सि सुत मजाले। हामी चाहिँ यो हाँस चढ्ने भनेको, तर अब हाम्रो भाइको समय चाहिँ अलिकति कम भएर हामी भित्र चाहिँ गएनौँ बुझ्नलाई। अनि अहिले चाहिँ जङ्गलको बाटो यसरी हिँडिरहेको छौँ। तर जङ्गलमा पनि यसो यो जुटको कार्पेट होइन, यो जुटको कार्पेट होइन, यो जुटको कार्पेट बिछाएको छ यार जङ्गलमा पनि हिँड्नको लागि। छेउछेउमा यसरी बारहरू पनि जुट होइन, यो हो नरिवल हो। यस्तो छ यहाँको कन्डिसन। तर पानी पर्छ क्या हो अहिले? पानी पर्ला जस्तो भयो त। अब हामी त्यहाँ पुग्नु पर्दैन क्या, यताबाट निस्किनु यहाँबाट पारिपट्टि हो क्या। ओके ओके। यहाँ आइसकेपछि यस्तो गर्नु पऱ्यो नि। तर यो चाहिँ चढ्न हुन्थ्यो यार, मिल्नु पर्छ। हामी त्यहाँदेखि यहाँसम्म पुगेर फर्किया मान्छे हो क्या, टाइम नपुगेर। पानी पर्यो क्या? परोस् अलिअलि परे ठिकै जाने। ठिक अनि यो बस्तीको अगाडि यस्तो राम्रो तालै। तर यहाँ बस्ने मान्छेहरूलाई चाहिँ टेन्सन पनि हुँदैन होला, यस्तो आनन्द आउँछ। टेन्सन भइहाल्यो नि बिर्सिने, लाइक बिर्सिहाल्छ होला देख्ने बित्तिकै। के भिडियो बनाउँछौ तिमीले टिकटकमा हाल्नलाई? म्युजिक बाहेकको त्यत्तिकै ऱ्यान्डम त्यो ठाउँ हेर अनि त्यसपछि मलाई भन। उयो त कुना काप्चातिर आयो त ताल हुँदा हुँदा। अनि मलाई सब यहाँको बस्ती चाहिँ एकदमै मन पर्यो यार। यहाँ सानो गाउँ छ चिटिक्कको। अनि हजुर किन न यार एउटा घर तिम्रोमा कहिले काहीँ आउनुहुन्थ्यो। अनि यो घरको अगाडि यस्तो मजाको छ नि यो भ्यू। माहुल भनेर भनेछ गाउँको नाम चाहिँ। यो गाउँको नाम चाहिँ सानो चिटिक्क गाउँ छ। अलिक पछाडि पनि घरहरू छ, अलिकति यहाँबाट देखिएन। ऊ यतातिर पनि अलिकति छ, 5-7वटा घरहरू यहाँतिर छ। अनि त्यो घर अगाडि यस्तो छ। वाह अमेजिङ। यहाँ चाहिँ कम्पनी एरिया छ यी सानो, सायद यतातिर पनि विदेशी कामदारहरू छन् होला। उनीहरूलाई घुम्न आउनको लागि यहाँ यति नजिक यस्तो राम्रो ताल छ। ए दामी। तर अहिले कस्तो अँध्यारो आयो भिडियोमा, किन हो सायद पानी पर्ला जस्तो भएको छ, त्यही भएर पनि हुनसक्छ। ए हामी चाहिँ पुरै बारीबाट यस्तो राउन्ड लगाउँदै यसरी आएर यताबाट यसरी आएर अब हामी रोडमा पुग्नु लागिसक्यौँ। यहाँ अगाडि चाहिँ रोड हो त्यहाँ। ए मैले सुनेको छु घोडाघोडी ताल तिम्रोतिर नजिकै हो। अहिले चाहिँ हामी यसरी जङ्गलको बाटो हुँदै निस्किँदैछौँ रोडको लागि, रोडमा जानलाई। अझै एकदिन बिस्तारै घुम्नुहुन्थ्यो फेरि दिपेन्द्र भाइको के अरे उता उसकोतिर जाने बसहरू टाइममा पाउँदैन, त्यही भएर चाहिँ हामी जङ्गलको बाटो हुँदै रोडमा आयौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ रोडै अघि हामी यहीँबाट सुरु गरेको हाम्रो यात्रा यहीँ आएर टुङ्ग्यो। ठ्याक्कै रोडमा आयौँ हामी। अब यहाँबाट हामी सङ्गोली जान्छौँ। तालबाट यात्रा गरेको अहिले जङ्गलमा एन्ड भयो जङ्गलमा होइन, तर यहाँबाट स्टार्ट गरेको यहीँ आएर इन्ड भयो कि। कहाँ लु हामी फाइनली रोडमा आयौँ गाइज। फाइनली गाइज हामी चाहिँ
सबै घुमेर अब चाहिँ हामी रुम जानको लागि फर्केर बस स्टपमा बस कुर्दैछौँ। अनि आजको यात्रा कस्तो भयो दिपेन्द्र भन, आजको यात्रा कस्तो भयो? अनएक्सपेक्टेड प्लान एकदम राम्रो भयो। ओके थ्याङ्क यू। दिपक रे ओए दिपक आज कस्तो भयो ल भन। दिपक लोक भाइ रमाइलो भयो नि? धेरै रमाइलो भयो। यो क्षण अब हामी कहिले बिर्सिने छैन। यो मोबाइलमा कैद गरेका छौँ, तपाईँहरू हेर्न सक्नुहुन्छ। एक्ज्याक्टली, तपाईँहरूले लाइक सब्सक्राइब के फलो सलो अनफलो नगर्नु होला। अनफलो चाहिँ नगर्नु होला। टङ स्लिप। अनि त्यसपछि अब हामी चाहिँ यहाँबाट फर्किन्छौँ, जान्छौँ। अनि मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि म यस्तै भिडियोहरू लिएर हजुरहरू सामु उपस्थित हुने नै छु। तबसम्मको लागि बाई बाई एभ्रिवान, सी यू अन नेक्स्ट भिडियो।